होम प्रोडक्सनको फिल्ममा काम गर्न लागेका नायक अनमोल केसी आफ्नो भूमिकालाई लिएर उत्साहित छन्। भुवन केसीको निर्देशनमा तयार हुन लागेको फिल्मको छायाङ्कन केही दिनमै सुरु हुनेछ। पहिलो चरणको छायाङ्कन एक साता गरेपछि निर्माण पक्षले भदौमा बाँकी छायाङ्कन गर्नेछ। यो फिल्मको नाम बाटुलो जुन राखिएको छ। फिल्मले ग्रामीण परिवेशको कथा भन्ने छ। भुवन केसीले फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गराइसकेका छन्। फिल्ममा नायक अनमोल केसी गाउँले युवकको भूमिकामा देखिँदैछन्। उनको साथमा फिल्ममा दुई नायिका हुने पक्का भइसकेको छ, तर दुवै नायिका नयाँ हुने बुझिएको छ। दुवै नायिकालाई अडिसनबाट छनौट गरिएको बुझिएको छ। फिल्म बाटुलो जुनमा एसिडी योगीले सङ्गीत भरिसकेका छन्। एसिडीले तयार पारेको गीतमा बाटुलो जुन शब्द प्रयोग भएपछि निर्देशक केसीले सोही नाममा फिल्म बनाउन लागेका हुन्। फिल्मको बारेमा अरू केही पनि बताइएको छैन, तर यो फिल्मलाई लिएर अनमोल केसी उत्साहित छन्।